मलाई। हेलो साथीहरू, पिकअप सिपअप कम थियो अनि क्लच प्लेट खोलेर हेर्दाखेरि चाहिँ होइन क्लच प्लेटहरू चाहिँ ठिकै छ, हल्का घाँस चाहिँ ठिकै छ अनि प्रेसर प्लेटहरूको चाहिँ गएको छ होइन। त्यसलाई म एक घिसेर प्रेसर प्लेट बनाएर अनि क्लच प्लेटलाई जुगाड गराएर यसको पिकअप चाहिँ बगाल निकालिदिन्छ आज मैले भाइ बोलाएर। यो सब चाहिँ केटाहरूको लागि हो कि केटाहरूले के भन्छन् भाइ हाम्रो बाइकमा हल्का पिकअप कम भयो अरे, व्हिली हान्नु पऱ्यो अरे, पिकअप बब्बाल गराइदिनु पऱ्यो भनिरहेको थिएँ कि त्यसो यस्तो केटाहरूको मान राखिदिउँ भनेर व्हिली हान्नलाई बनाइदिनु लाग्यो कि क्लच प्लेटलाई। हजुरहरूले चाहिँ यस्तो काम नगर्नलाई यसो समस्याहरू आउनसक्छ पछि गएर यो मेडिकलहरू जान्छ कि चाँडो। अब हामीले चाहिँ गरिहालौँ, तपाईँ चाहिँ नगर्नलाई यस्तो कामहरू। किती झालं काढणे एक सेकंड एक सेट मात्रै गर्ने हो। 2 सेट गाडी असतात तिथं तिमीले मान त्यो अरू जे गरे मैले त्यही गर्ने होइन, मैले आफ्नो हान्नु कस्तो रहेछ। तपाईँहरू पनि यस्तो रिस्क नलाउनु होला, यस्तो काम नगर्नु होला होइन। कहिलेकाहीँ पछि समस्या पर्न सक्छ हजुरहरूको बाइकमा होइन। पुरै मेल फिमेलको सेटलाई बाहिर नै फिट गर्छ। बाइक बनाएर लग्दैछन् अब बाहिर यसो लगिरहेछन्। ए ल ल उहिले आने 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 उहिले वाह बब्बाले फेरि उहिले आने केटाहरूले फेरि 2 चोटि यहाँ हान्छन् एकरी ल उहिले आने आने यस्तो हुनु पनि कलेज भनेपछि फेरि अर्को उहिले उहिले ल ल उठा उठा जाम ल भाइ